हेलो साथीहरु, स्वागत छ आजको नयाँ भिडियोमा। आज चाहिँ यात्रा हुँदैछ फलाबाङदेखि भराईसम्मको। धेरै लामो बसाइपछि ठ्याक्कै 1 महिनापछि चाहिँ काममा फर्किँदैछु म हैन। अनि अहिले चाहिँ घरदेखि हिँडिसकेको अवस्था छ। टक्क लाएर डाँडामा आइपुग्यो हैन। नि हाम्रो गाउँ चाहिँ देख्न सकिन्छ। आजको मौसम यति क्लियर छ। हामी चाहिँ 2 जना जाँदैछौँ, अङ्कल र म काममा। अनि हामीले के काम गर्छौँ, कसो गर्छौँ भन्ने कुरो पुरा देखाउने छु। पहिला यहाँको एउटा भ्यू हेर्नुहोस्। अहिले चाहिँ हामी लगभग आधी घन्टा भन्दा ज्यादा टाइम हिँडिसकेपछि आइपुग्यो सल्लेखोला पुलमा। यहाँ चाहिँ टक्क धान यस्तो भएको छ आजकल हैन। यस्तो छ वातावरण। अब हामी चाहिँ यहाँ मेन बाटो भेटिसक्यो। अब गाडी आयो भने टक्क लाएर जाने हुन्छ हैन। केसमा गइन्छ त्यो पनि देखाउने छु। ल अहिले चाहिँ बल्ल बल्ल सेयर खोला आइपुग्यो होइन। बिचमा चाहिँ इभीमा खोजाखोज ठोसाठोस गर्नाले चाहिँ भिडियो बनाएन। टक्क चाहिँ आइपुग्यो यता। अब ड्युटी जोइन हुँदैछ होइन। यस्तो चाहिँ यहाँको अवस्था चाहिँ। टक्क गाडी यता छ। ल यहाँ चाहिँ हाम्रो गाडी राखेकै ठाउँमा चोरी भएको रहेछ होइन। गाडीको लक लगाएर गएको थिएँ म चाहिँ जानु छ। यस्तो छ हालत कि यहाँ होइन। चुरोट खाएर यस्तो बनाइदिरहेछ। चुरोटको पङ्खाको हालत यस्तो छ। अनि यहाँ डेक बजाउने त्यसको चाहिँ हालत यस्तो छ होइन। पङ्खा यहाँबाट निकालेर पुरै लग लगाएको गाडीमा पनि खतम बनाइदिएको छ। त्यही माथि गाडी स्टार्ट भएको छैन। फ्युज बक्सतिर यस्तो छ। अब ब्याट्री डाउन भएको जस्तो छ होइन। हेर्दैछु कसरी स्टार्ट गर्ने हो। यस्तो गर्मी छ फेरि त्यही माथि। खतम छ यार। कम्पनीभित्र राखेको गाडी पनि होइन यस्तो लुटफाट भइरहेछ क्या।